ज्ञानमयं स्फटिकाः कृतिम् आधारं ज्ञानानाम् शुक्लां ब्रह्मविचारसारपरमां माद्यां जगदे व्यापिनीम् वीणापुस्तकधारिणीमभयदाम् जाह्नवीरापहाम् हस्ते स्फाटिकमालिकां विदधतीम् पद्मासने संस्थिताम् वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदां श्री शारदा विद्ये नमः। हामी आज अनलाइन कर्मकाण्डको प्रशिक्षण अन्तर्गत दुर्गा सप्तशती अथवा चण्डीलाई लिएर आएका छौं। हामी निरन्तर 1 वर्षदेखि 7-8 महिनादेखि निरन्तर हामी कर्मकाण्डलाई 7-5 देखिबाट 10 गुणासम्म कर्मकाण्डको हरेक प्रकारका विधिहरू सिक्दै आएका छौं। त्यस अन्तर्गत अबको सत्र भनेको हाम्रो केही दिनसम्म चण्डीको रहनेछ र कुनै पनि पाठ या कुनै पनि हामीले पाठ गर्नुभन्दा अगाडि यो पाठको विधि हुन्छ। यो विधि चाहिँ सबैतिर सबै पाठमा लागू हुन्छ। चाहे हम भागवत पाठ गरौँ, चण्डी पाठ गरौँ, कुनै पनि नवग्रह स्तोत्र इत्यादि कुनै पनि आफ्नो नित्य कर्म या कसैका लागि हामीले पाठ गर्छौँ भने पहिला साधक जो पाठ गर्नेवाला हुन्छ उहाँले चाहिँ यति कुरा तयारी गरेर यति कुरा गरेर अनि बल्ल अगाडि बढ्नुहुन्छ। पाठ विधि छ अगाडि हैन। कसरी पाठ गर्ने भने यसको प्रकार यहाँ लेखेको छ। सबै नित्य क्रिया सम्पन्न गरेको साधक आसन शुद्ध गरी शुद्ध जल लिने, पूजन सामग्री या दुर्गा सप्तशती या चण्डीको पुस्तक लिएर आसनमा बस्ने। त्यो पुस्तकलाई चाहिँ व्यासपीठ भन्छ, कसैतिर अणतो भन्छ, कसैतिर के भन्ला। त्यो व्यासपीठमा राखेर त्यो व्यासपीठमाथि चाहिँ शुद्ध वस्त्रमाथि राख्ने। खाली व्यासपीठमा मात्रै हैन, शुद्ध वस्त्रमाथि राख्ने। अनि आफ्नो निधारमा तिलक लगाउने, रुचि अनुसार शिखाबन्धन गर्ने। अनि अगाडि भएका मन्त्रले के गर्ने भन्दा आचमन गर्ने। आचमन गर्ने मन्त्र सबैजनासँग अगाडि पञ्चपात्र होला हैन, नभए पनि सम्झिन्छ है। यो मन्त्रद्वारा पनि हामीले आचमन गर्ने। ल म एकचोटि भन्छु, हजुरले एकचोटि भन्ने है। आचमन गर्ने तल पानी पनि जस्तो छ हातमा टक्क लिएर पानी राख्ने अनि 3 चोटि पिउन पर्छ हैन आचमन गर्ने हो। मध्येमा पहिलो मन्त्र म हो, हजुरले चाहिँ दोहोऱ्याउनु होला। सबैजनाले भन्नु होला है। सबैजनाको मैले अब सुन्ने नसुन्ने तापनि मैले भिडियोमा हजुरले बोल्नु भएको मैले मुख चलाएको भरमा मैले सुन्छु है त। ओम बोधयामि नमः स्वाहा। आत्मा तत्त्वं शोधयामि नमः स्वाहा भनेर पिउने। ओम ऐं तत्त्वं शोधयामि नमः स्वाहा। ओम ऐं आत्मा तत्त्वं शोधयामि नमः स्वाहा। ओम ह्रीं विद्या तत्त्वं शोधयामि नमः स्वाहा।
ॐ ह्रीं विद्यातत्त्वं शोधयामि नमः स्वाहा। भने फेरि अर्कोचोटि हैन। ओम क्लीं शिवतत्त्वं शोधयामि नमः स्वाहा। ॐ क्लीं शिवतत्त्वं शोधयामि नमः स्वाहा। ओम क्लीं शिवतत्त्वं शोधयामि नमः स्वाहा। ॐ क्लीं शिवतत्त्वं शोधयामि नमः स्वाहा। अब तीनचोटि आचमन गरेपछि अब के गर्नु पर्यो भन्दा हामीले हस्त हात धुनु। प्रक्षालन हात धुन पर्यो हैन। हस्त प्रक्षालनम भन्ने के अनि ओम ऐं ह्रीं क्लीं सर्वतत्त्वं शोधयामि नमः स्वाहा भनेर हात धुने है त। भन्नु त। हस्। ओम किताबमा त अलिक फरक रहेछ गुरुबा। ओम ए ह्रीं क्लीं सर्वतत्त्वं शोधयामि नमः स्वाहा। आई भन्छ नि ए आई एम एम हजुर। एम ओम ह्रीं क्लीं क्लीं सर्वतत्त्वं शोधयामि नमः स्वाहा। ओम एम ह्रीं क्लीं सर्वतत्त्वं शोधयामि नमः स्वाहा। जुन हात धुन्छौँ नि त्यो हात हजुर धुने ढोकको पानी चाहिँ नयाँ राइट साइडमा फ्याँक्ने होइन है। के अनि भन्दा यस्तो पछाडि जाने र देब्रे साइडमा फ्याँक्ने आफूभन्दा। ठिक छ। ए, ल मैले त डाइरेक्ट खसालिरहेको थिएँ। डाइरेक्ट जब खसाल्ने गर्दा त जब गर्दा त डाइरेक्ट खसालिरहेको थिएँ मैले। कसैले अगाडि पनि धुन्छन् तर के अनि भने लेफ्ट साइडमा यसरी टक्क यसरी फ्याँक्ने। हस्, 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 जस्तै अपरेसन गर्छौँ नि हो त्यसरी नै हस्। लेफ्ट साइडमा फ्याँक्ने। आचमन गरेपछि अब हामी आचमन कसरी गर्ने भनेर यहाँ देखिएको छ हेर्नु। हजुर एकजना भएको छ उहाँले के गर्नुभएको छ एउटा हातले लिनुभएको छ एउटा हातले के गर्नुभएको छ आचमन यो मन्त्र भन्दै ओम ऐं आत्मतत्त्वं शोधयामि नमः स्वाहा। स्वाहा। ओम ह्रीं ओम विद्यातत्त्वं ह्रीं शोधयामि विद्यातत्त्वं शोधयामि नमः स्वाहा। ओम क्लीं शिवतत्त्वं शोधयामि नमः स्वाहा। आचमन गर्नुभएको छ हैन। अनि के गर्नुभएको हजुर छ कि ओम ऐं ह्रीं क्लीं सर्वतत्त्वं शोधयामि नमः स्वाहा भनेर हात धुनुभएको छ। ठिक छ। हस्। आचमन गरेपछि के गर्ने प्राणायाम गर्ने। के गर्ने प्राणायाम प्राणायाम गर्ने। प्राणायाम गर्न सिकाउन पर्छ कि पर्दैन। यसो एकचोटि रिपिट गर्नुपर्छ क्या गुरुदेव। यो प्राणायाम त जहाँ पनि आउँदो रहेछ। हो जहाँ पनि कुनै पनि क्रिया गर्नुहोस् त्यो भन्दा आज त्यो क्रिया गर्नुभन्दा अगाडि त्यो शुभ कार्य गर्नुभन्दा अगाडि आचमन गरेर शिखाबन्धन गरेर प्राणायाम गरेर अनि बल्ल त्यो कार्य अगाडि गर्नुपर्छ है। हस्। मजाले यति चाहिँ ध्यान गर्नु यादमा राख्नु। तत्पश्चात के नि प्राणायाम गर्ने। ठिक छ। प्राणायाम ठिक छ। मन्त्र भन्छ ओम भू ओम भुव ओम स्वाहा भनेर प्राणायाम गर्ने। प्राणायाम गर्ने अनि प्राणायाम गरेपछि के गर्ने हात धुने अनि गणेश आदि देवताहरूको अनि गुरुजनहरूलाई प्रणाम गर्ने। ठिक छ। ठिक छ। देवता सम्झिने आफ्नो इष्ट देवता कुल देवता जति पनि गणेश आदि देवतालाई सम्झिने आफ्नो गुरुजीलाई सम्झिने अनि के हामीले औँठी बनाउँछौँ कुशको औँठी हैन। अनि कुशको औँठी यो मन्त्रले के गर्ने धारण गर्ने। ठिक छ। ओम हजुर ओम पावित्रेस्थो वैष्णव्यो सावितुर्वाहा
भन्नु त। ॐ पवित्रेष्ठो वैष्णव्यो सवितुर्वः। म हजुरहरूलाई कालै पिलो अन गरिदिन्छु है। हस् साउन्ड हस् अजितजी खोल्नुहोस् अहिले। हस् ॐ पवित्रेष्ठो वैष्णव्यो सवितुर्वः। ॐ पवित्रेष्ठो वैष्णव्यो सवितुर्वः। प्रसव उत्पन्नाम्यच्छिद्रेण पवित्रेण सूर्यरश्मिभिः। प्रसवः उत्पुन्नाम्यच्छिन्द्रेण पवित्रेण सूर्यस्य रश्मिभिः। ॐ पवित्रेष्ठो वैष्णव्यो सवितुर्वः। प्रसवः उत्पुन्नाम्यच्छिन्द्रेण पवित्रेण सूर्यस्य रश्मिभिः। तस्य ते पवित्रपते पवित्रपूतस्य जतकामः पुनयेतच्छकेयम्। तस्य ते पवित्रपते पवित्रपूतस्ये यत् कामः पुनेतच्च तच्छकेयम्। हामीले यो सन्ध्यावन्दन गर्ने बेलामा अनि अरू अरू ठिक छ, कर्मपात्र बनाएपछि लास्टमा के गर्छौँ हामीले? पवित्र धारण गर्छौँ होइन? जनाई हो, यही हो। पवित्र धारण गर्ने, पवित्र धारण गरेपछि पुष्को औँठीलाई पवित्र भन्छ। पवित्र धारण गरेपछि के गर्ने? अब हामीले हातमा रातो फुल, अक्षता, जौ, तिल, जल लिएर के गर्ने? हातमा लिएर संकल्प गर्ने। ठिक छ? ठिक छ। संकल्प अब हामी पढ्दै जाऊँ, म एकचोटि भन्छु हैन? हजुरहरूले मनमा नै म बिस्तारै भन्छु, हजुरहरूले ठप्प लाएर भन्ने है। यसलाई बिस्तारै भन्नु है गुरुदेव। हस्, बिस्तारै नै भनिरहेको छु। हस् हस्, होइन ठिक छ ठिक छ। त्यही पनि यसलाई पनि बिस्तारै भन्नु है भनेको। हजुर नै भन्नु होला, म पछि हजुरले भन्नु है। शिवाधिकारीजी भन्नु त, हजुरको माइक अन गर्नुहोस्। हजुर। ओम विष्णुः विष्णुः विष्णुः। ओम विष्णुः विष्णुः विष्णुः। अब यहाँ हेर्नु है। हजुर। अब मैले यहाँ विष्णुः 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 किन भने भन्दा मैले छुट्टा छुट्टै गरेर भने है। यदि हजुरहरूले सन्धि गरेर भन्नुहुन्छ, एकैचोटि सन्धि गर्नुहुन्छ भने विष्णुर विष्णुर विष्णुः भन्नु पर्यो है। हस्, के भन्नु पर्यो? सन्धि गर्दा विष्णुर 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 विष्णुः। लास्टमा बल्ल विसर्ग भन्ने, यो चाहिँ सन्धि कार्य गरेर लेखेको भन्नेको हो। मैले दुवै तरिकाले हजुरलाई सिकाएको छु है। हस् गुरुदेव। तत्सत् तत्सत्। ओम तत्सत् तत्सत् तत्सत्। ओम नमः परमात्मने। ओम नमः परमात्मने। ओम नमः परमात्मने। ओम नमः परमात्मने। श्री पुराण पुरुषोत्तमस्य श्री पुराण पुरुषोत्तमस्य विष्णोराज्ञया विष्णुराज्ञया
राज्ञया पर्वतमानस्य पर्वतमानस्य अद्य अद्य श्रीब्रह्मणो श्रीब्रह्मणो ब्रह्मणो द्वितीयपरार्धे तृतीयपरार्धे द्वितीयपरार्धे तृतीयपरार्धे श्वेतवराहकल्पे वराहकल्पे वैवस्वतमन्वन्तरे वैवस्वत मन्वन्तरे अष्टाविंशतितमे अष्टाविंशतितमे कलियुगे कलियुगे प्रथमचरणे प्रथमचरणे भूद्वीपे जम्बूद्वीपे भारतवर्षे भारतवर्षे भरतखण्डे भरतखण्डे आर्यवर्तान्तर्गत आर्यावर्तान्तर्गत ब्रह्मवर्तैकदेशे ब्रह्मवर्तैकदेशे पुण्यप्रदेशे पुण्यप्रदेशे बौद्धावतारे बौद्धावतारे वर्तमाने वर्तमाने जुन संवत्सर छ अहिले के संवत्सर हो कालयुक्त नाम संवत्सरे भन्ने है यहाँ यथाको ठाउँमा के भन्ने कालयुक्त नाम ठिक छ जुन जुन ठिक छ संवत्सर आउँछ कतिवटा संवत्सर छन् 60 वटा ठिक छ ठिक छ यो घुम्दै 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 आउँछन् अहिले चाहिँ के छ कालयुक्त नाम गरेको संवत्सर छ ठिक छ ठिक छ कालयुक्त नाम संवत्सरे कालयुक्त नाम संवत्सरे यहाँ अब अयने आयो अब अमुकको स्थानमा अमुक नभन्ने हैन अमुकको ठाउँमा के भन्ने अहिले कुन अयन हो उत्तरायण हो कि दक्षिणायन हो अहिले हो उत्तरायण ठिक छ सन्ध्या गर्नु नि बेलामा हजुरले भन्नुहुन्न जस्तो लाग्यो सन्ध्या वन्दन गर्नु भन्नु सबै है हजुर हजुर ठिक छ ठिक छ अयनेको स्थानमा के भने उत्तरायणे ठिक छ उत्तरायणे दक्षिणायने दक्षिणायने महामाङ्गल्यप्रदे मासानां महामङ्गलप्रदे मासानाम् उत्तमे उत्तमे अब अमुकको ठाउँमा के जोड्नु पर्यो हामीले अहिले कुन महिना चल्दैछ फाल्गुन मासे भन्नु पर्यो के भन्नु पर्यो फाल्गुन मासे फाल्गुन मासे अनि पक्षको ठाउँमा के भन्नु पर्यो अमुकको ठाउँमा शुक्ल अहिले शुक्ल या कृष्ण हुन्छ हैन अहिले के चल्दैछ शुक्ल पक्ष ठिक छ शुक्ल पक्ष एकादश्याम तिथौ एकादशी तिथौ पनि जोड्न सक्नुहुन्छ पछि पछि गएर है एकादशी तिथौ कुन बार हो आज सोमवासरान्वितायाम सोमवासरे नक्षत्रमा पुष्य नक्षत्रे अब अहिले सूर्य कुन राशिमा छन् भन्दा कुम्भ राशि स्थिते सूर्य ठिक छ कुम्भ राशि स्थिते सूर्य
अनि कुन अब चन्द्र कुन राशिमा छन्, भौम कुन राशिमा छन्, बुध कुन राशिमा छन्, गुरु कुन राशिमा छन्, शुक्र कुन राशिमा छन्, शनि कुन राशिमा छन्, अब छ भने त्यो राशिको नाम भन्ने होइन। अब मेन तपाईँहरूले के थाहा पाउनु पर्यो भने सूर्य, चन्द्र र गुरु यी तीनवटाको चाहिँ राशि तपाईँहरूले पात्रबाट हेर्न पर्यो है। के को? सूर्य, सूर्य, चन्द्र चन्द्र, र गुरु, बृहस्पति। गुरु। अब सूर्यको राशि हेर्ने बेलामा तपाईँहरूलाई थाहा छ 12 महिना हुन्छन्, 12 महिनामा एउटा राशिमा सूर्य बस्छन् होइन, एक महिना गरेर। अनि चन्द्रमाको चाहिँ 2.5 दिन बस्छन्, ठिक छ, 2 दिन आधा चन्द्रमा एउटा राशिमा बस्छन्। अनि गुरुको चाहिँ लगभग 3 महिनामा हो कि कति महिनामा लगभग गुरु चेन्ज हुन्छन् होइन। ठ्याक्कै थाहा भएन 3 महिना हो कि कति महिनामा गुरु चेन्ज हुन्छन्, त्यो चाहिँ अब हामीले के गर्नु पर्यो भन्दा पात्रोबाट हेर्नु पर्यो है। गुरुहरूको, सूर्यको, चन्द्रको फेरिरहन्छन्, चन्द्रको हेर्न पर्यो 2 दिन बिताइ, एक दिन बिताइ हेर्न पर्यो चन्द्रमाको। र सूर्यको 1 महिनामा हो, 1 महिना सकेपछि अनि फेरि हेर्ने। अनि गुरुको अब 3 महिनामा कि कति महिनामा हेरेपछि गुरु र सूर्यको सजिलो छ। चन्द्रमा चाहिँ के गर्छन् भन्दा 2.5 दिन एउटा राशिमा रहनु भएर चन्द्रमाको चाहिँ हामीले हेरिरहनु पर्छ है। र अहिले चन्द्रमा कुन राशिमा छन्? कर्कट राशिमा छन् भनेपछि कर्कट राशि स्थिते चन्द्रे भन्ने, ठिक छ। अनि अहिले गुरु कुन राशिमा छन्? वृषभ राशि स्थिते श्रीदेव गुरौ भन्ने अनु सत्सु, ठिक छ। यथा यथा राशि स्थान स्थितेषु, अमुक राशि छ नि, अमुकमा यथा राशि स्थितेषु चन्द्र भौम बुध गुरु शुक्र शनिषु सत्सु शुभे योगे। अब योग भन्ने योग के हो? अहिले भन शोभन योगी। आजको करण के छ? वृष्टिभद्र करणे, ठिक छ। यति भनेपछि एवं गुण गण विशेषण विशिष्टायाम, गुणहरू गणहरूद्वारा विशिष्ट भएको अस्याम शुभ पुण्यतिथौ सकल शास्त्र श्रुति स्मृति पुराणोक्त फल प्राप्ति कामः। सकल शास्त्र भनेको जति पनि शास्त्रहरू, श्रुति स्मृति पुराणहरू बताएको छ त्यो फलको प्राप्तिको लागि के गोत्र हो हजुरहरूको? अमुकको यथा गोत्रोत्पन्न माण्डव गोत्र। के गोत्र? माण्डव्य गोत्रोत्पन्न शिवराज प्रसाद नामाहम। अब नामाहम भन्ने, शर्माहम भन्ने, ठिक छ। ब्राह्मण भाइ के भन्ने? शर्मा। क्षेत्री भए वर्मा। वैश्य भए गुप्तोहम, ठिक छ। अनि कतिवटा प्रवर? त्रिप्रवरान्वितोहम भन्ने, प्रवर भन्ने कतिवटा प्रवर हो हजुर? दुईटा। त्रिप्रवरान्वितोहम, दुई भनेर आफ्नो प्रवर भन्ने। कुन वेद व्यायी हो? धनुर्वेद हो कि शुक्ल यजुर्वेद हो कि कुन वेद हो? शुक्ल यजुर्वेदको पनि कुन शाखा? माध्यान्दिनीय काजसनीय श्री शुक्ल यजुर्वेद ध्यायिनः भन्ने, ठिक छ। कसरी भन्ने? श्री शुक्ल यजुर्वेदान्तर्गत के भन्ने? सुन्नु है सबैजनाले, यहाँ अमुक वेदमा चाहिँ यसरी भन्ने,
श्री शुक्ल यजुर्वेदांतर्गत माध्यन्दिनीय वाजसनीय शाखाध्यायिनः। ठिक छ, वेदका अनेकौं ती मध्ये हामी के गरेका छौं भने वेदको क्लास हजुरहरूले पढ्नु भएको छैन हैन? जसले पढ्नु भएको छैन भिडियो गएर युट्युब च्यानलमा गएर संस्कृत ज्ञान मञ्जरीमा गएर टक्क जानी वेद कसरी पढ्ने त्यहाँ वेदको परिचय दिएको छ। त्यो गरेर टक्क गएर हजुरले के गर्न पर्यो, 1 घण्टा गएर त्यो भिडियो हेर्न पर्यो। अनि त्यो भिडियो हेरेपछि के हुन्छ, वेदको बारेमा थाहा हुन्छ, वेद कसरी उच्चारण गर्ने भन्ने सब कुरा त्यहाँ हामीले सिकेर पढेर आइसकेका छौं। हो, अहिले हामी चाहिँ नेपालमा जति पनि वासी छौं ती वासीहरूले के गर्छन् भन्दा श्री शुक्ल यजुर्वेद पढ्छन्। शुक्ल यजुर्वेदमा पनि माध्यन्दिनीय शाखा वाजसनीय जुन शाखा छ, वाजसनीय माध्यन्दिनीय शाखा, त्यसको चाहिँ के गर्छन्, अध्ययन गर्छन्। त्यही भएर हामीले के भन्नु पर्यो, श्री शुक्ल यजुर्वेदान्तर्गत माध्यन्दिनीय शाखाध्यायिनः भन्न पर्यो। यति भनेपछि के गर्नु पर्यो, ममात्मनः ममात्मनः सपुत्र स्त्री बान्धवस्य ग्रह कृत राजकृत सर्वपूर्वकं नैरुज्य दीर्घायुः धन धान्य समृद्ध्यर्थम। ठीक है, ग्रह की ग्रह द्वारा जति पनि सर्वविध पीडा छ, जति पनि प्रकारका पीडा छन्, त्यो पीडाबाट निवृत्तिपूर्वकम, त्यो पीडाबाट के हो, बाहिर निस्कनु भनेर। अनि दीर्घायुको लागि, पुष्टि धन धान्य समृद्ध्यर्थम, समृद्धिको लागि। ठीक छ। अनि श्री नवदुर्गा प्रसादेन सर्वापन निवृत्ति सर्वाभीष्ट फलवाप्ति धर्मार्थ काम मोक्ष चतुर्विध पुरुषार्थ द्वारा श्री महाकाली महालक्ष्मी महासरस्वती देवता प्रीत्यर्थम। अनि अब यसरी यहाँ हेर्नु है, यहाँ हेर्नु दुर्गा सप्तशती पाठ कसरी गर्ने भनेर यही क्रम बताइदिएको छ, के क्रमले गर्ने भनेर। यहाँ हेर्नु, पहिला सापोद्धार आउँछ। ठीक छ, साप पर्या हुन्छ, त्यो सापलाई हामीले के गर्छौं, उद्धार गर्ने, सापोद्धार पुरस्सरम। ठीक छ, सापोद्धार गरेपछि कवच गर्ने, कवचार्गला। ठीक छ, कवच अर्गला। ठीक छ, कवच गर्ने, अर्गला गर्ने, कीलक पाठ वेद तन्त्रोक्त रात्रि सूक्त पाठ देव्यर्थ शीर्ष पाठ न्यास विधि सहित नवार्ण जप सप्तशतीन्यास ध्यान सहित भने। ठीक छ, के भनौं, पहिला कवच पाठ गर्ने, अर्गला गर्ने, कीलक पाठ गर्ने, वेदद्वारा उक्त जुन तन्त्रोक्त जुन सूक्त छ, रात्रि सूक्त, त्यो पाठ गर्ने। अनि दिव्य अथर्व शीर्ष पाठ गर्ने। अनि न्यास विधि सहित, अनि नवार्ण जप, नव मन्त्रको जप गर्ने, सप्तशतीको न्यास गर्ने, न्यास सहित ध्यान सहित। ठीक छ। अनि चरित्र सम्बन्धी विनियोग ज्ञानपूर्वकम।
चरित्र सम्बन्धी विनियोग न्यास ध्यान पूर्वकम मार्कण्डेय उवाच। सुरमा मार्कण्डेय उवाचदेखि सावर्णी सूर्य तनयो यो मनो कथ्यते स्तमः इत्याद्यारभ्य सावर्णिर्भविता मनुः इत्यन्तं दुर्गा सप्तशती पाठः तदन्ते यति पाठ गरेपछि ठीक छ। सबले ध्यान दिनु होला एकदम। के गर्न पर्यो भन्दा पहिला यति यति चिज गरे, यहाँ माथि बताएका यति सबै चिजहरू गरेर सबै पाठ गरेर अनि के गर्न पर्यो भन्दा मार्कण्डेय उवाचदेखि सुरु हुन्छ। अनि कहाँ गएर उस सावर्णी सूर्य तनय यो मनो कथ्यते स्तमः यहाँदेखि आरभ्य गरेर सावर्णे भविता मनुः इत्यन्तं यहाँसम्म गरेको दुर्गा सप्तशती पाठ सकिन्छ। अनि पाठ सकेपछि तदन्ते त्यसको अन्त्यमा के भने फेरि यहाँ से विधि सहित नवार्ण मन्त्र जपम वेद तन्त्रोक्त देवी सूक्त पाठम रहस्यत्रय पठनम शापोद्धारादिकम च करिष्ये भन्ने के गर्नु पर्यो, जसलाई भुइँमा छोडिदिन पर्यो या देवीलाई स्थापना गरेछ भने देवीको अगाडिलाई चुक्क ल्याएर राखिदिन पर्यो है। बुझ्नुभयो सबैजनाले? यसले अझ एकचोटि यसो दोहोऱ्याउनु पर्छ क्या गुरुदेव? हजुर यसलाई अझ एकचोटि दोहोऱ्याइदिनु भयो भने सहज हुन्थ्यो होला। अब ढिला भएको छ टक्क गरिके नि भन्दा भिडियो आउँछ अनि है त। सबैजनाले बुझ्नु भयो नि? बुझ्नु छैन भने भन्नु है, अन्तिममा हात उठाउनु। अब यहाँ अब यस प्रकारको अब हामीले गरेपछि के गर्नु पर्यो, यस प्रकारका प्रतिज्ञा संकल्प गरेर देवीको ध्यान गर्दै पञ्चोपचार भने 5 उपचारहरूद्वारा। 5 उपचारमा के पर्छन्? फूल, चन्दन, अक्षता, धूप, दीपले ठीक छ। पञ्चोपचार, अष्टमोपचार, षष्ठोपचार, सप्तदशोपचार, 16 त्यो नै धेरै जति पनि उपचारले हजुरले पूजा गर्न सक्नुहुन्छ रे हैन। तर पञ्चोपचार भन्ने चाहिँ सामान्य, हामीसँग फूल हुन्छ, चन्दन प्रत्येकको घरमा हुन्छ, अक्षता हुन्छ, धूप हुन्छ, दीप हुन्छ। सक्नुहुन्छ भने अबिर केसरीको ठाउँमा चन्दनहरू चलाउनु होला सबैजनाले। अबिर केसरी भने केमिकल हो हैन। सक्नुहुन्छ भने के गर्नु पर्यो, चन्दन अक्षता चन्दनको प्रयोग गर्नु होला सबैजनाले। अनि यसले के गर्ने, पञ्चोपचारले पुस्तकको पूजा गर्ने। के गर्ने, पुस्तकको पूजा गर्ने, योनि मुद्रा देखाएर भगवतीलाई प्रणाम गर्ने। त्यसपछि मूल नवार्ण मन्त्रबाट पीठ आदिमा आधार शक्तिको स्थापना गरेर पुस्तकलाई त्यसमाथि विराजमान गराउने। अनि त्यसपछि के गर्ने भन्दा शापोद्धार मन्त्र गर्नुपर्छ ठीक छ। शापोद्धार गर्ने, शापोद्धार गर्ने यस प्रकारको छ मन्त्र। पहिलो शापोद्धार, 3वटा शापोद्धार हुन्छ, त्योमध्येमा पहिलो शापोद्धार चाहिँ यसरी: ओम ह्रीं क्लीं श्रीं क्रां क्लीं चण्डिका देव्यै शापनाशानुग्रहं कुरु कुरु स्वाहा। यो मन्त्र भन्ने। ओम ह्रीं क्लीं श्रीं क्रां क्लीं शापनाशानुग्रहं कुरु कुरु स्वाहा। यो मन्त्रलाई के गर्ने, 7 चोटि के गर्ने, प्रारम्भमा अन्तिममा 7 पटक जप्ने ठीक छ।
यसलाई के भन्छ? सापोद्धार मन्त्र। यसको अनन्तर उत्कीलन मन्त्रको जप गरिन्छ। यसको जप पाठ प्रारम्भ र अन्तमा 21 पटक हुन्छ। कसको? उत्कीलन मन्त्रको। ठिक छ? समय छ, यदि सिद्ध नै गर्ने हो भने यो सबै गर्ने, नभए एकैचोटि भन्दै पनि जाँदा हुन्छ। त्यही गर्ने गर्छन्। तर जुन विधिमा जुन प्रकारले भनेको त्यही प्रकारले गर्यो भने सजिलो हुन्छ। अनि उत्कीलन मन्त्र यस प्रकारका छन्। ठिक छ? यो ओम श्रीम क्लीम ह्रीम सरस्वती चण्डिके उत्कीलनम कुरु कुरु स्वाहा। ओम क्लीम ह्रीम सरस्वती चण्डिके उत्कीलनम कुरु स्वाहा। अनि ओम श्रीम सप्तशती चण्डिके उत्कीलनम कुरु कुरु स्वाहा। यसको जपपछि आदि र अन्तमा 7 पटक मृत सञ्जीवनीको विद्याको जप गर्नुपर्दछ। मृत सञ्जीवनी मन्त्र भनेको यही हो। ओम ह्रीम भ्रीम वम वम ऐम ऐम मृत सञ्जीवनी विद्ये मृतमुत्थापयोत्थापय क्रीम ह्रीम ह्रीम वम स्वाहा। भन्नु त सबैजनाले सारी। ओम ह्रीम ह्रीम वम वम ऐम ऐम मृत सञ्जीवनी विद्ये मृतमुत्थापयोत्थापय क्रीम ह्रीम ह्रीम वम स्वाहा। अब त्यो भयो पहिलाको। अब दोस्रो है। यो चाहिँ मारीच कल्पको अनुसार हो। ठिक छ? यो कुन कल्प कुन उस आधार अनुसार मारीच कल्प भन्ने एउटा पुस्तक छ, तिनको मत छ। उहाँको अनुसार चाहिँ शाप विमोचनको मन्त्र यस प्रकारको छ। ठिक छ? ओम श्रीम श्रीम क्लीम हुम ओम ऐम ठो भय मोह्य उत्कीलय 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 ठम ठम भनेर यसको यो मन्त्रको कतिचोटि 108 पटक जप गर्ने। ठिक छ? यस मन्त्रको आरम्भमा गर्ने, पाठको अन्तिममा होइन। ठिक छ? 8 पटक जप गर्नुपर्छ, पाठको अन्तमा होइन। मतलब पाठको सुरुमा, पाठ गर्नुभन्दा सुरुमा यो मन्त्र चाहिँ 108 पटक हामीले जप गर्नु पर्दछ। अनि अर्को सापोद्धार गर्ने तेस्रो विधि। यो चाहिँ रुद्रयामल महातन्त्रको अन्तर्गत दुर्गा कल्पमा उल्लेख गरिएको चण्डिकाको शाप विमोचन मन्त्रहरूको आरम्भमा जप गर्नु पर्दछ। ती मन्त्रहरू के छन्? यस प्रकारका छन्। ठिक छ? अब त्यो मन्त्रहरूद्वारा शाप विमोचन गर्नुभन्दा अगाडि एउटा विनियोग लिने। ठिक छ? विनियोग लिनलाई हामीसँग के हुनु पर्यो? पञ्चपात्र अगाडि हुनु पर्यो र त्यसमा जल भएर 8 मिनट टक्क लगाएर हातमा उठाउने हैन। ओम अस्य श्री चण्डिकाया ब्रह्म वशिष्ठ विश्वामित्र शाप विमोचन मन्त्रस्य
वशिष्ठ नारद संवाद साम वेदाधिपति ब्रह्मणा ऋषयः सर्वैश्वर्यकारिणी श्री दुर्गा देवता चरित्रत्रयम् बीजम् ह्रीं शक्तिः त्रिगुणात्मस्वरूप चंडिका शाप विमुक्तौ मम संकल्पित कार्य सिद्ध्यर्थे जपे विनियोगः भनेर त्यो जसलाई छोड्ने। ठिक छ, यस प्रकारको विनियोग गर्ने। मन्त्र यस प्रकारका छन्। ओम ह्रीं ह्रीं रेतस्वरूपिण्यै मधुकैटभमर्दिन्यै ब्रह्म वशिष्ठ विश्वामित्र शापादिमुक्ता भव। भन्नु त। ओम ह्रीं ह्रीं रेतस्वरूपिण्यै मधुकैटभमर्दिन्यै ब्रह्म वशिष्ठ विश्वामित्र शापादिमुक्ता भव। सुन्नु है। ओम श्रीं बुद्धिस्वरूपिण्यै महिषासुरसैन्यनाशिन्यै ब्रह्म वशिष्ठ विश्वामित्र शापादिमुक्ता भव। ओम श्रीं बुद्धिस्वरूपिण्यै महिषासुरसैन्यनाशिन्यै ब्रह्म वशिष्ठ विश्वामित्र शापादिमुक्ता भव भन्ने। मैले दुई चोटि भनिरहेको छु। पाठ गर्ने बेला दुईचोटि भन्न पर्दैन, हजुरलाई सरल होस् भनेर दुईचोटि भने हो है। ओम ओम रम रक्तस्वरूपिण्यै महिषासुरमर्दिन्यै ब्रह्म वशिष्ठ विश्वामित्र शापादिमुक्ता भव। ओम रक्तस्वरूपिण्यै महिषासुरमर्दिन्यै ब्रह्म वशिष्ठ विश्वामित्र शापादिमुक्ता भव। ओम ठुं क्षुधास्वरूपिण्यै देववन्दितायै ब्रह्म वशिष्ठ विश्वामित्र शापादिमुक्ता भव। ओम ठुं क्षुधास्वरूपिण्यै देववन्दितायै ब्रह्म वशिष्ठ विश्वामित्र शापादिमुक्ता भव। ओम क्षां छाया स्वरूपिण्यै देवदूत संवादिन्यै ब्रह्म वशिष्ठ विश्वामित्र शापादिमुक्ता भव। ठिक छ, ब्रह्म वशिष्ठ विश्वामित्र शापादिमुक्ता भव अनि अब सबैमा आउँछ। अगाडिकै यिनीहरूलाई चाहिँ हामीले के गर्नु पर्यो, राम्ररी बुझेर उच्चारण गर्न आउनु पर्यो। ओम क्षां छाया स्वरूपिण्यै दूत संवादिन्यै ब्रह्म वशिष्ठ विश्वामित्र शापादिमुक्ता भव। ओम सं शक्ति स्वरूपिण्यै धूम्रलोचन घातिन्यै ब्रह्म वशिष्ठ विश्वामित्र शापादिमुक्ता भव। ओम सं शक्ति स्वरूपिण्यै धूम्रलोचन घातिन्यै ब्रह्म वशिष्ठ विश्वामित्र शापादिमुक्ता भव। ओम त्रिं तृषा स्वरूपिण्यै चण्डमुण्डवधकारिण्यै ब्रह्म वशिष्ठ विश्वामित्र शापादिमुक्ता भव। ओम त्रिं तृषा स्वरूपिण्यै चण्डमुण्डवधकारिण्यै ब्रह्म वशिष्ठ विश्वामित्र शापादिमुक्ता भव। ओम क्षां शांति स्वरूपिण्यै रक्तबीजवधकारिण्यै ब्रह्म वशिष्ठ विश्वामित्र शापादिमुक्ता भव। ओम जां जाति स्वरूपिण्यै निशुम्भवधकारिण्यै ब्रह्म वशिष्ठ विश्वामित्र शापादिमुक्ता भव। ओम लं लज्जा स्वरूपिण्यै शुम्भवधकारिण्यै ब्रह्म वशिष्ठ विश्वामित्र शापादिमुक्ता भव।
सां शान्तिस्वरूपिण्यै देवस्तुत्यै ब्रह्मवसिष्ठविश्वामित्रशापादिमुक्ता भव। ॐ श्रं श्रद्धास्वरूपिण्यै सकलफलदार्त्यै ब्रह्मवसिष्ठविश्वामित्रशापादिमुक्ता भव। ॐ कामकान्तिस्वरूपिण्यै राजवरप्रदायै ब्रह्मवसिष्ठविश्वामित्रशापादिमुक्ता भव। ॐ मां मातृस्वरूपिण्यै अनर्गलमहिमसहितायै ब्रह्मवसिष्ठविश्वामित्रशापादिमुक्ता भव। ॐ ह्रीं श्रीं दुं दुर्गायै सं सर्वैश्वर्यकारिण्यै ब्रह्मवसिष्ठविश्वामित्रशापादिमुक्ता भव। ॐ ह्रीं श्रीं दुं दुर्गायै सं सर्वैश्वर्यकारिण्यै ब्रह्मवसिष्ठविश्वामित्रशापादिमुक्ता भव। ॐ ऐं ह्रीं क्लीं नमः शिवायै अभेद्य कवचस्वरूपिण्यै ब्रह्मवसिष्ठविश्वामित्रशापादिमुक्ता भव। ॐ क्रीं काल्यै काली ह्रीं फट् स्वाहायै ऋग्वेदस्वरूपिण्यै ब्रह्मवसिष्ठविश्वामित्रशापादिमुक्ता भव। ॐ ऐं ह्रीं क्लीं महाकाली महालक्ष्मी महासरस्वती स्वरूपिण्यै त्रिगुणात्मिकायै दुर्गादेव्यै नमः। इत्येवं हि महामन्त्रान् पठित्वा परमेश्वर। यस्तो प्रकारले हामीले के गर्ने मन्त्र पढेपछि यो तलको श्लोक पढ्ने। इत्येवं हि महामन्त्रान् पठित्वा परमेश्वर। इत्येवं हि महामन्त्रान् पठित्वा परमेश्वर। चण्डीपाठं दिवारात्रौ कुर्यादेव न संशयः। चण्डीपाठं दिवारात्रौ कुर्यादेव न संशयः। एवं मन्त्रं न जानाति चण्डीपाठं करोति यः। आत्मानं चैव दातारं क्षीणं कुर्यान्न संशयः। आत्मानं चैव दातारं क्षीणं कुर्यान्न संशयः। यस्तो प्रकारले हामीले यो साप उद्धार मन्त्र पढेपछि अब यहाँ साप उद्धार किन गरिन्छ त्यसको बारेमा यहाँ बताइएको छ हैन। यसलाई चाहिँ अब हामीले भोलिको सत्रमा हामीले यसलाई सुरु गर्नेछौँ। आजको सत्रमा केही शङ्का केही छ भने हजुरहरु सबैले आफ्नो शङ्कालाई यहाँ राख्न सक्नुहुन्छ। सबैको माइक मैले अन गरेको छु। गुरु नारायण गुरु नारायण। यो हाम्रो ग्रुप छुट्टै ग्रुपमा छ हो? यो चण्डीपाठको ग्रुप अर्कै छ? यो कर्मकाण्ड ग्रुप छ। ए त्यही त लिङ्क नै आउँदैन। मैले अस्ति एक दिन सुरुको देखेको थिएँ, त्यहाँदेखि चाहिँ भएन। आज फेरि ढिला आयो। अब त्यहाँ चाहिँ पहिल्यैदेखि गर्दै हुन्छ उहाँहरूलाई जोडिएको छ। हजुर 6:30 आउने प्रयास गर्नुहोस् न। गुरुबा ठ्याक्क 6:30 आउनुहुन्छ। यही ग्रुप लिङ्क आइरहेको हुन्छ। गुरुबा आउनु भएपछि त्यहाँ लिङ्क आइरहेको हुन्छ जोइन इन भनेर। ठ्याक्क होइन, आउनुहोस् न। म कर्मकाण्ड ग्रुपमा छैन। अहिलेको पढाइ सम्बन्धी मेरोमा लिङ्क आउँदैन कि, त्यही भएर आज गुरुले अर्कोमा हाल्नु भएको रहेछ, त्यही भएर मात्रै हो। नारायण म पनि नयाँ हो, मलाई पनि यसो लिङ्क पठाइदिनु होला। हेलो विनिशाजी। हजुर गुरुदेव। तपाईँ पनि आउनुभयो यो कर्मकाण्डमा? छैन नि, म ग्रुपमा छैन नि। इच्छा चाहिँ होइन आउनुभयो हुन्छ नि। गुरुबाले उ गर्नु भएको छ होइन? गुरुजी म पनि आएको छु यसमै। चण्डी पढ्नुभयो हुन्छ आउनु न।
गुरुजी हुन्छ गुरुले एड गरिदिनु भयो भने हुन्छ भन्नुहोस् अनि म भाइ रेकर्ड बालकृष्ण गुरुलाई भरे भनौँला नि नभए चिन्तामणि हुन्छ। गुरु म नमो नारायण म पनि आउँदैछु यसमा म पनि को बोल्नु पर्यो है चिन्तामणि गुरु नमो नारायण